हेलो गाइस ओके यो चाहिँ अब मजा सागर मौसम त राम्रो भएको रहेछ कि तर अलिकति घाम चाहिँ लागेको छ अलिक बेसी आज चाहिँ ओके त हो के छ त हालको कडा चिन्ता गर्ने अनि म चाहिँ अहिले युए एक्सचेन्जबाट सिधा युनियनसम्म आइपुगेँ अनि आज चाहिँ म जाँदैछु ग्लोबल भिलेज है त यहाँको त अलमल्लै पऱ्यो हो कता हो ब्याङ्क गाडी भेट्दैन त ग्लोबल भिलेजको त ओके त्यो युनियनबाट चाहिँ 102 को बसमा चढेर जानुपर्दो रहेछ कि मैले भर्खर एउटा सोधेँ ठिकै छ त्यो ठ्याक्कै युनियनबाट यहाँ आउनुलाई चाहिँ ठ्याक्कै 40 मिनट जस्तो लाग्दो रहेछ हो अहिले त म ठ्याक्कै यहाँ ग्लोबल आइसकेँ त्यो बाहिरबाट हो भित्रबाट जाम होइन ओके अब यो चाहिँ टिकट रहेछ हो 30 रुपियाँ टिकटको चाहिँ ठिकै छ ओके अब चाहिँ हामी भित्र छिर्नु पर्ने हुन्छ है त भित्र गइदिउँ अब चाहिँ हल्का लाइन चाहिँ धेरै रहेछ हो दामी होइन ठिकै र त्यस्तो खत्रै त नभनौँ हो अहिले ठिकै रहेछ भर्खर चाहिँ छिरेको छु हो म केही खाँदिनँ यहाँ आएर खाँदै चाहिँ एकदम महँगो पर्छ केटाहरू होइन यहाँ आएर चाहिँ के खाने रुममै खाएर आउने हो होइन यहाँ चाहिँ जसमा पनि घुम्ने मात्रै हो कि है त दृश्य हेरौँ एकछिन हो रमाइलो गरौँ अनि फर्किनु पर्छ बिस्तारै गार्डन टाइपको रहेछ गार्डन टाइपको रहेछ फोटो खिच्न पर्ने हो ठुलो चाहिँ औडा ठुलो रहेछ हो तर म त जानुपर्छ म खेल्नतिर एउटा न एउटा केही न केही गेम खेल्नु पऱ्यो क्या सायद के जानु हो एक्लै नि मलाई बोला जस्तो कता हो कता केही नचिना एक्लै घुमेको भयो म त कता लास्ट ठुलो रहेछ फेरि हुनु पनि हो ए छ दिनैभरि टाइम त छुट्टी हो नि त होइन रमाइलो गरिदिनु छुट्टी
ओके ठिक छ मजा आयो एक्लै घुम्नु पनि मजा हुन्छ कहिलेकाहीँ होइन ओके 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 के छ पिटबुल एन्ड ब्याक रे त्यहाँ चाहिँ यो ठाउँमा चाहिँ गेम खेल्नु चाहिँ अलिकति हो मलाई चाहिँ एउटा गेम चाहिँ एउटा दुईवटा जस्तो गेम चाहिँ खेल्नु मन लागेको छ हो जम्प कुन चाहिँ गेम चाहिँ सस्तो होइन महँगो त त्यस्तै हो सस्तो चाहिँ एक्लै त कहाँ के गरेर यस्तो हुँदो रहेछ एक्लै त खासै मजा त मजा अलिअलि तर कहाँ आएको जस्तो भयो मलाई त कहाँबाट जानु थियो त्यो आवाज चलाउँदै ठिक छ द लिटल लन्डन यो मोबाइल डर लाग्दो सक्यो मलाई त्यो ला खतरा लागेको थियो बाहिरबाट देख्नु मैले होइन र हेरौँ अब कस्तो ओके यो चाहिँ मैले अहिले भर्खर सोधेको थिएँ होइन 45 रहेछ अनि 3 मिनट अफ राइड हुँदो रहेछ कि तर कोही पनि छैन कि एक्लै त के खेल्नु हो भनेर म यहाँ पैसा सोधेर तर कोही आएको छैन अहिलेसम्म ओके र अहिले एकछिनमा आउनु पर्ला यो त दामी आएको छ अन्त हो अब यहाँ थाली पनि घुम्यो जापान पनि घुम्यो अनि मोरको स्वरको पनि गयो इरान पनि गयो ल दामी एउटा गेम चाहिँ खेल्छु भने म गेम चाहिँ खेल्छु हो मान्छे कोही पनि नहोस् एक्लै के खेल्नु भनेर चाहिँ फर्कियो है त ल ठिकै छ एकछिन यसो त घुमिदिउँ अनि एकछिनमा चाहिँ अब लाग्नु पर्ला एक्लै बाउ लाग्छ भयो मलाई हजुर सबै देशको रहेछ एक घन्टा त हाम्रो देश नेपालको चाहिँ हाम्रो पनि छैन यार के बाह्र हो यस्तो कुन चाहिँ देश रहेछ हो नेपालै छैन त नेपालको त कहीँ पनि छैन ल अब चाहिँ गएर खेल्ने होइन अब चाहिँ खेल्नै पऱ्यो सब केही नै काम गएर फोकट चिट बनाउँदा मात्रै गयो यार ठिक है ल अब चाहिँ घरतिर लानु पर्ला जस्तो लाग्यो हो 5:30 हुँदैछ अब छन् यहाँ केही पनि छैन त्यस्तै खेल्नु चिजहरू छ अब यहाँ बच्चाहरूको चाहिँ मलाई चाहिँ खेल्नु दिँदैन होला ठिक है ल यो चाहिँ मेरो अब फर्स्ट भ्लग हो अरे हो अब बिस्तारै बिस्तारै अर्को भ्लग पनि हाल्दै गरौँला तपाईँहरूलाई राम्रोमा के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है त अनि आउनलाई चाहिँ खर्च होइन खासै चाहिँ धेरै चाहिँ भएन मेरो चाहिँ होइन कति मेट्रोमा 20 भयो हो यहाँ आउनलाई ग्लोबल भिलेजको गाडीले लियो 7 रुपियाँ 8 रुपियाँ लियो
त्यसपछि भनेको टिकटको लागि 30 रुपियाँ, त्यस्तै 50 रुपियाँ। अब जानु पनि पऱ्यो फेरि होइन, ठिकै छ, सही इनफ हुँदो रहेछ हो। मैले त गेम पनि खेलिहालेँ हो, फोकटमा पैसा मात्रै खर्च भयो। अब खाना त केही खाइएन होइन, यहाँ खाना पनि हुँदैन, महँगो छ अरे लास्टै। है त ल ठिकै छ, अब अर्कोचोटि चाहिँ अब अर्को ठाउँमा जाउँला अनि भेटौँला है त।